साथीहरू हामी चाहिँ अहिले आगो ताप्दैछौँ। पुरा जाडो छ। आमा बिहान छिटो उठ्छ, अन्त जाडो बेसी हुनुले गर्दा आगो ताप्दैछ। यसरी आगो ताप्दैछ। हामी यसरी जाडोमा आगो ताप्दैछौँ है। आमा मलाई मार्गी लागेको छ, के पो दबाई गर्नुपर्छ भन्दै थियो आमाले मलाई। तितेपाती ल्याएर छेकाउनु, पोल्नु, कुदाउनु, हातिँदै जान्छौ। आमाले चाहिँ मलाई यसो भन्दैछ, तितेपाती चाहिँ काटेर ल्याएर चाहिँ आगोमा पोल्नु अरे। अन्त त्यसको धुवाँले चाहिँ हामीलाई रुगामार्गी जान्छ अरे, घरमा सबै रुगामार्गीहरू हट्छ भनेर भन्दैछ आमाले।